गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि गाउँ उत्थान संस्थाको राजकीय अधिकारी समाज औ संस्थामा रहेको देशको संविधान प्रति पूर्ण वफादार रहँदै समाज औ संस्थाको पदको कामकाज प्रचलित कानुन औ अधीनमा रही गाउँको अनि संस्थाको मुलुक सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वदिन विचार खराब भावना नली पद्धनीय गोपनीय कायम राखी इमानदारीता साथ काम गर्नेछु। धन्यवाद। तपाईलाई यो फर्मालिटीको लागि यो शपथ ग्रहणको निमित्त तपाईलाई धन्यवाद दिँदै आफ्नो हस्ताक्षर नाम अनि मिति तपाईले लेखिदिने तपाईलाई विनम्र अनुरोध गर्न चाहन्छु। सरासर यो हाम्रो अनि यो पूर्ण रूपले यो अध्यक्ष महोदयलाई नै म यो सुम्पिदिने म विनम्र अनुरोध गर्न चाहन्छु। अब भने हामी मध्यन्तरको चरणमा आइसकेका छौँ। यो शपथ ग्रहणको कार्य यही नै सकिसकेको छ र यसुसले अब भने सरासर हामी विशेष आजको मुख्य एजेन्डातिर लाग्नेछौँ। सो एजेन्डाप्रति आफ्नो विचार भावना तपाईँले राखिदिने तपाईँलाई म विनम्र अनुरोध गर्न चाहन्छु। त्योभन्दा अघि अब हाम्रो पूर्ण रूपले 3 वर्षसम्मको 3 वर्षदेखि त पुस्तकसम्मको लागि नियमहरू मैले लिएर आएको छु। त्यो म पढेर तपाईँको समक्षमा राख्नेछु। त्यस पश्चात हाम्रो अध्यक्ष महोदयले राख्नुहुनेछ र यसरी नै तपाईँको समक्षमा म विशेष गरी आजको यो पूर्ण रूपले तपाईको समक्षमा आइदिनुहोस् है लु सबैजना। यो